गुड आफ्टरनुन साथीभाइहरू। फेरि अब हामी चाहिँ पाइन ट्री सकेर हो फेरि उकालो लाग्यौँ है। यो तपाईँहरूले देख्दै गरेको जुन चाहिँ यो देख्नु हुँदैछ यो चाहिँ रेन्जर कलेज भन्छ है। यो चाहिँ डबल रेन्जर कलेज हो र यहाँ चाहिँ रेन्जरहरूको ट्रेनिङ हुन्छ र यो उकालो यसको माथिल्लोपट्टि जुन चाहिँ देख्नु हुँदैछ यो तपाईँहरूको चाहिँ फरेस्ट म्युजियम भन्छ है। त्यो म्युजियम पनि जानु त इच्छा थियो तर ढिलो भइसकेको थियो हामीलाई क्याम्पेनिङ गर्नुको लागि है। अन्त त्यो अब क्याम्पिङ पछि गरौँ भनेर चाहिँ उकालो लाग्यौँ है। यहाँ चाहिँ दुर्बिन भन्छ अरे हो। यो दुर्बिन चाहिँ फेरि यहाँ चाहिँ हाम्रो खरसाङको पानीको रिजर्भ चाहिँ यो माथिल्लोपट्टि हुन्छ है। यो कुनै बेला आएको दिन तपाईँहरू पनि घुम्नु आउनु होला है। अब यो जति फेन्सिङ गरेर बारेको देख्नु हुँदैछ यो चाहिँ तपाईँको यहाँ चाहिँ जनावरहरू राख्छ है। जो चाहिँ अब दार्जिलिङमा हाम्रो म्युजियम छ त्यो उयो जुन चाहिँ जू छ जूको जनावरहरू राख्छ यहाँनिर चाहिँ है साथीभाइहरू। यहाँदेखि चाहिँ के अलिकति अगाडि चाहिँ अब हामी डियर पार्क पुग्नु आँट्यो हो। अब यो अगाडिको चाहिँ सबै डियर पार्कको एरिया भन्छ यो चाहिँ। यहाँ चाहिँ अब घुम्नु आउँदाखेरि चाहिँ यो ओह्रालो चाहिँ तपाईँको डियर पार्क जान्छ। डियर पार्क पनि जाउँ भन्दै थियो तर भोक लागिसकेको थियो हो। र स्पिड गरेर हामी भट्टाभट गर्दै फेरि चित्रेपट्टि गयौँ र चित्रेपट्टि चाहिँ तपाईँको क्याम्पिङ गर्नुको लागि अब गयौँ। यस्तो दामी जग्गा हो। हेर्नु न दिनहरू पनि दामी भएको थियो। फेरि यस्तो मजाको सुनसान फरेस्ट है। अन्त टर्निङहरू पनि यस्तो मिठो स्मुथ हो। बाटो पनि मजाको थियो तर बिचबिचमा चाहिँ बाटो अलिकति बिग्रेको थियो। त्यसमा केही पनि छैन हो। र पनि अब गयौँ होइन। जाँदै मैले चाहिँ यो जग्गामा मजाको लाग्यो मलाई हो। यो जग्गामा चाहिँ अन्त यो गर्नुपर्छ भनेर चाहिँ अब हामी यहाँ चाहिँ अब आजको क्याम्प गरौँ होइन। डे पिकनिक भनौँ न बनभोज गर्नु भनेर जाँदै थियौँ। फेरि नानीहरूले भन्यो होइन एकछिन उयस जाउँ न घुम्नु भन्नु थाल्यो हो। फेरि हामी चाहिँ चित्रे गाउँ घुम्नु गयौँ। यस्तो दामी रहेछ आम्माम सयपत्री फुल ढकमक्क हो। गाउँ त यस्तो दामी हो। भ्यूहरू पनि दामी लाग्यो। त्यहाँनिर खोज्यौँ हामीले अब हाम्रो डे क्याम्पिङ गर्नुको लागि होइन। तर जग्गै थिएन साथीभाइहरू। फेरि हामी रिटर्न भएर मैले जुन चाहिँ भनेको जग्गा थियो त्यही जग्गामा चाहिँ फेरि हामी रिटर्न आएर चाहिँ फेरि त्यहीँनिर नै क्याम्पिङ गर्ने भयो हाम्रो डिसाइड भयो हो। र तपाईँहरूलाई अब भिडियोहरू कस्तो लाग्छ होइन। अब म बोलेको भोइस ओभर गरेको कस्तो लाग्छ लाइक सेयर फलोहरू गरिदिनु होला सब्सक्राइब गरिदिनु होला होइन। तपाईँहरूले हेरिदिनुहुन्छ भनेर यो भिडियोहरू बनाउँदैछु होइन साथीभाइ। किनभने म्युजिक हाल्नु त अब म्युजिक त अब नपाउने रहेछ र डाइरेक्टै हालेको छु। र आजको डे क्याम्पिङ चाहिँ